पैसाको हावाहुरीले बजार असाध्यै छ हैन। हावाहुरीले गर्दाखेरि धुलै महँगो भएको हुनाले यसले आजबाट हामीले बजार व्यवस्थापनको लागि यो पानी हालेर हामीले अब यसलाई निट एन्ड क्लिन गर्दैछौँ। त्यसको लागि हाम्रो सबै साथीहरूले सहयोग गरिदिनु पर्यो। कति समयमा हाल्नुहुन्छ त पानी? यो अब हाम्रो ठ्याक्कै यति समय भन्ने थाहा भएन। अब लगभग हामी बिहानको 10 to 12 बजेको बिचमा र सकभर हामीले दिनको 3 to 5 बजेको बिचमा पानी दैनिक रूपमा पानी हाल्ने खानेपानीको र नगरपालिकाको संयोजकत्वमा यो काम गर्दैछौँ हामीले। दैनिक रूपमा? यो दैनिक हो। अब यसमा अब उहाँले अब जस्तै हाम्रो पेटीमा सामान भएको अब बाहिर पेटीभन्दा बाहिर सामान राख्नु भएको छैन, त्यसलाई उहाँले सहयोग गरेर भित्र राखिदिनु पर्यो। भोलि गएर भिजो यो भयो त्यो भयो भनेर हामीले नभनिदिनु। पेनीको कुन क्षेत्रमा हालिन्छ? यो पेनीको सबै जहाँ मेरो हाम्रो दमकल जान्छ त्यहाँसम्म। दमकल नजाने ठाउँमा त अब गर्न सकिएन होइन। दमकल जहाँसम्म जान्छ हामी त्यहाँसम्म हामी पानी हाल्छौँ। पानी हालेर बजारलाई सफा बजारलाई निट एन्ड क्लिन गर्ने हाम्रो योजना छ। यो खानेपानीलाई पनि धन्यवाद र बेनी नगरपालिकाको अब दमकल छ, खानेपानीले हामीले पानी दिन्छु होइन, हामीले मिलाउँछु भन्नुहुन्छ, त्यही भएर हामीले यो काम गर्दैछौँ है त। ओके, हस् धन्यवाद। कपडा भित्र केही फरक पर्दैन, तर नियतले नहाल यता